आमा, आजकल कस्तो धुम्म धुम्म भएको छ है। मानौँ कि मेरो आत्मा यतै कतै भट्किरहेको छ। सबै बिथुलिरहे जस्तो लाग्छ। मेरो लास बोल्दैन, मेरो लासले सत्यता उकाल्दैन। म के भनौँ? छोरी आउँछे भनेर खाना पकाएर मेरो बाटो कोरिरहेकी थिए होला। तर म पापी हरकत घेरामा परेँ। म कहिले उठ्न नसक्ने गरेर ढलेँ आमा। चारवटा कुहासाहरूले मेरो शरीर लुचिरहे। मेरो चिच्याट त्यो घना जङ्गलले निल्यो आमा। मेरो शरीर छिया छिया भएर रगतम्मै भइसक्दासम्म गएँ। म ढलेर चिच्याई कराई हार गुहार गर्दा पनि मलाई छोडिएन। मेरो सपनाहरू कुच्चियो आमा। मेरो घाँटी न्याक्यो। मेरो प्रेमले मेरो शरीरमाथि अभिशाप बन्यो। आमा, मेरो शरीर अस्पतालमा रोइरहेको छ। म हेरिरहेको छु आकाशको छानोबाट। मेरो लासको वरिपरि अलाप बिलाप गर्दै थियो। उठेर यस्तो भयो आमा भन्न मन थियो। तर सकिनँ। आज सडकमा मेरो नाम लिएर न्याय माग्दै हिँडिरहेको देख्छु। तर मेरो आत्मा अझै तड्फिरहेको छ।